नमस्कार दोस्तों, स्वागत छ शेयर टेक्निकल ज्ञानमा। आजको भिडियोमा हामी सिक्ने छौं वाइफाई को पासवर्ड कसरी चेन्ज गर्ने। मसँग जीएक्स कम्पनीको राउटर छ, तर तपाईको कुन कम्पनीको राउटर हो कमेन्टमा लेख्न नभुल्नु होला। तो चलिए सुरु करते हैं। वाइफाई को पासवर्ड चेन्ज गर्नको लागि हामी गुगल क्रोम खोल्ने र सर्च गर्ने हो। 129 गरे भने आफै आउँछ। यो आईपी एड्रेस हो र इन्टर गर्ने। तपाईको कुन आईपी एड्रेस हो यदि थाहा छैन भने राउटरको पछाडि लेखेको हुन्छ। म लगइन गर्यो। लगइन गरिसकेपछि अब म यसमा युजर नेम र पासवर्ड दिन्छु। मेरो सेभ छ, त्यसैले म यसमा क्लिक गर्छु। एडमिनमा यहाँ छ र मैले अब यसमा कोड लेख्छु। यो एउटा कोड हो, रिफ्रेश कोड भन्छ। यो नहाले भने तपाईको खोल्दैन। राउटरको होम पेजमा जानु सक्नुहुन्न। सो म यो लेख्छु है। BD डबल डी छ, सरी क्यापिटलमा हो है। डी चाहिँ क्यापिटलमा हो, ए क्यापिटलमा हो र डलर एन्ड स्मलमा ओ। अब लगइन गर्छु। सो यसरी लगइन भइसकेपछि यो हो मेरो जीएक्स राउटरको होम पेज। सो म अब यसमा गएर LAN छ, WLAN म देखाइदिरहेको छु जुम गरेर। यहाँ हेर्न सक्नुहुन्छ LAN मा क्लिक गरिसकेपछि यहाँ मेरो हो यो एउटा 5G को र अर्को 2G छ तलतिर 2.4G। यो 2G हो र म 5G को चाहिँ कसरी चेन्ज गर्ने त्यसको बारेमा जानकारी दिन गइरहेको छु। त्यसको बारेमा सिकौं। 5G को पासवर्ड कसरी चेन्ज गर्ने हो र त्यसको लागि हामी सिक्युरिटीमा जाने। सिक्युरिटीमा गएपछि एकछिन लोडिङ हुन्छ है। लोडिङ भइसकेपछि यसरी आउँछ, हातिनु भएन, वेट गर्ने एकछिन। सिक्युरिटीमा गइसकेपछि यहाँ टिक भन्ने एउटा छ यहाँ अप्सन। यो टिकमा क्लिक गरे भने तपाईले पहिला पासवर्ड के राखेको थियो त्यो सो हुन्छ। सो यो पासवर्ड हटाएर तपाईले अर्कै पासवर्ड राख्न चाहनुहुन्छ भने अर्कै राख्न सक्नुहुन्छ। जस्तै यहाँ अफिस 20 र 19 छ, म अफिस 2020 राखिदिरहेको छु। ओके, अफिस 2020 भइसक्यो। अब म अप्लाई चेन्जमा क्लिक गर्छु। सो एकछिन वेट गर्नुपर्छ र यो चेन्ज हुन्छ अटोमेटिकली। र नाउ यो चेन्ज भइसक्यो। र चेन्ज भइसकेपछि यहाँ जुन वाइफाई कनेक्ट हुन्छ त्यो डिस्कनेक्ट भइहाल्छ र हामीले फेरि कनेक्ट गर्नुपर्छ, पासवर्ड हाल्नुपर्छ। सो त्यसको लागि स्क्रोल डाउन गरेर म पासवर्ड हाल्न गइरहेको छु। फेरि मेरो वाइफाईको यही हो मार्बल सिरिज भन्ने र यसको म पासवर्ड हाल्छु। यो फर्गेट गर्नुपर्छ पहिला। सो फर्गेटमा क्लिक गरेर फर्गेट गर्नु होला र फेरि मार्बल सिरिज भन्नेमा म क्लिक गर्छु र यसमा मेरो पासवर्ड लेख्छु। पासवर्ड के थियो? OFFICE अफिस 2020 थियो है। फेरि हेरौँ एकचोटि, अफिस 2020 ठिक छ। ओके, म अब राइटमा क्लिक गर्छु। अब क्लिक गरिसकेपछि यहाँ अब यो मेरो ठिक हो, त्यसैले यो अटोमेटिक एक्सेप्ट गरिहाल्यो र यहाँ हेर्न सक्नुहुन्छ तपाईको यहाँ वाइफाई कनेक्ट भइसकेको छ। र यसरी तपाईले पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ सजिलै। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानल शेयर टेक्निकल ज्ञानलाई सब्सक्राइब गर्नुहोस्। 80% लोगों ने वीडियो को देखता है पर सब्सक्राइब नहीं करता है, तो प्लीज सब्सक्राइब कर दीजिए। सब्सक्राइब करने में कोई भी पैसा नहीं लगता है। दोस्तों, आज का टारगेट है 100 सब्सक्राइब। सो प्लीज सब्सक्राइब करके सपोर्ट कर दीजिएगा। धन्यवाद।